का सम्पूर्ण प्रतियोगीहरूको नाम उद्घोष गर्न गइराखेको छु र यहाँहरू सम्पूर्णलाई स्टेजमा आएर आउनु न म विशेष अनुरोध गर्न चाहन्छु र यहाँहरू आउँदाखेरि यहाँहरू सम्पूर्णले जोरदार तालीका साथ स्वागत गर्नुहुनको लागि पनि म विशेष अनुरोध गर्न चाहन्छु। आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूमा हामी भिन्नता एफएम 100.9 मेगाहर्जको प्रत्यक्ष प्रसारणमा हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। यति बेला हामी घिरिङ गाउँपालिका 3 हरसिंह डाँडाद्वारा माघे सङ्क्रान्तिको पावन अवसरमा आयोजित तेस्रो माघे सङ्क्रान्ति मेला एवं प्रथम घिरिङ खुल्ला कौरा नृत्य प्रतियोगिता 2081 को हामी प्रत्यक्ष प्रसारणमा रहेका छौँ भने यति बेला हामी पहिलो प्रस्तुति स्वरूप किटिया काण्डासम्मको प्रस्तुति हामी यहाँ माझमा जोड्ने जमर्को गरिरहेका छौँ। यस कार्यक्रमका प्रमुख अतिथिको रूपमा घिरिङ गाउँपालिकाका अध्यक्ष रहनुभएको छ बहादुर थापा, यस्तै गरी विशिष्ट अतिथिमा घिरिङ गाउँपालिकाका निवर्तमान अध्यक्ष रणबहादुर राणालाई हामी देख्न सक्छौँ लगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको छ भने यति बेला पहिलो प्रस्तुति हामी तपाईँहरूको माझमा किटिया काण्डा समूहको यो प्रस्तुति हामी तपाईँहरूको माझमा प्रत्यक्ष प्रसारण मार्फत प्रस्तुत गर्ने जमर्को गरिरहेका छौँ। घिरिङ गाउँपालिका 3 हरसिंह डाँडाबाट तपाईँहरूसँग जोडिएका छौँ भने यहाँ निकै नै बाक्लो उपस्थिति देख्न सक्छौँ स्थानीयहरूको। हेलो
हामी क्षमा चाहन्छौँ। हाम्रो चाहिँ यो प्राविधिक समस्याको कारणले गर्दाखेरि कार्यक्रम सुरुवात हुन केही समय ढिलाइ भयो है। अब एकैछिन यहाँहरू सम्पूर्णले धैर्य धारण गरेर बसिदिनु हुनेछ भन्ने मैले अपेक्षा राखेको छु। हाम्रो यो प्राविधिक काम है, प्राविधिक समस्याको कारणले गर्दाखेरि हामी केही समय प्राविधिक कामलाई चाहिँ थाती राख्दै अबको क्रममा भने म मन्तव्यको कार्यलाई जोड्न चाहन्छु। यस लगतै हाम्रो कार्यक्रम सुरुवात हुनेछ। यतिन्जेलसम्मको लागि यहाँहरू धैर्य धारण गरेर बसिदिनु हुनेछ भन्ने मैले अपेक्षा राख्न चाहन्छु। र एउटा सूचना पनि छ, भोलि माघ 2 गतेबाट हाम्रो यसै गाउँमा चाहिँ यही ठाउँमा भलिबल प्रतियोगिताको सुरुवात हुनेछ। त्यो भएको कारणले गर्दा पनि यहाँहरू खेल प्रेमी मित्रहरू कोही आउनु भएको छ भने यहाँले चाहिँ आफ्नो टिमलाई चाहिँ दर्ता गरेर पनि जान सक्नुहुनेछ भनी मैले यो सूचना सूचित गर्दै अबको क्रममा आफ्नो मन्तव्यको लागि आउँदै हुनुहुन्छ हाम्रो घिरिङ गाउँपालिकाका प्रमुख, घिरिङ गाउँपालिकाका अध्यक्ष, हामी सबैका धरोहर, हामी सबैका आशा अनि भरोसाका व्यक्तित्व होमबहादुर थापाज्यू, सम्पूर्णले उहाँलाई चाहिँ एक जोरदार ताली मार्फत स्वागत गर्नु न म आग्रह गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालक तारा सरलाई। घिरिङ गाउँपालिकाको यो 3 नम्बर वडा हर्सिङ डाँडामा न्यू स्टार क्लब र कालिका देवी आमा समूहको आयोजनामा भइरहेको यो प्रथम खुल्ला मौलिक कौरा प्रतियोगिताका अध्यक्षज्यू, गाउँपालिकाका निवर्तमान अध्यक्षज्यू,
वडा नम्बर 3 का अध्यक्षज्यू लगायत जनप्रतिनिधि साथीहरू, सबै अतिथि मित्रहरू, निर्णायक मण्डल, सञ्चारकर्मीज्यू, प्रतिस्पर्धामा सहभागी रहनुभएका तीनवटै टिमका प्रमुख एवं सहभागी मित्रहरू, आयोजक सम्पूर्ण मित्रहरू, यो कार्यक्रममा दर्शकको रूपमा रहनुभएका सम्पूर्ण महानुभावमा हार्दिक नमस्कार, अभिवादन झोरले। आज साँच्चै एउटा फरक महसुस भइरहेको छ। ठाउँ बस्ती सानो र अलि अभेद भइकन पनि घिरिङमा आजसम्म पहिलोचोटि खुल्ला कौरा प्रतियोगिता गरेर न्यू युनाइटेड क्लब र कालिका देवी आमा समूहले न्यू स्टार क्लब र कालिका आमा समूहले एउटा महत्त्वपूर्ण काम गर्नुभयो। म यो कार्यक्रमलाई सभ्य र भव्य ढङ्गले सुसम्पन्न होस् भन्ने शुभकामना दिन चाहन्छु र 2081 को माघे सङ्क्रान्तिको अवसरमा सम्पूर्ण महानुभावमा सुस्वस्थ र दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। आज हामी धेरै लामो कुराकानी गर्नु छैन। अझ मैले त यो कुरा पनि नगरौँ भनिरहेको थिएँ। थोरै हाम्रो प्राविधिक कुराहरू तलमाथि भएकोले छोटो समयको लागि यहाँ कुराकानी गर्न गइरहेको छ। यो नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक देश छ। हाम्रो भाषाहरू आफ्नो छ र पनि त्यो भाषालाई साझा रूपमा पनि अहिले प्रयोग भइरहेको छ। मगर भाषालाई अरू जातका मान्छेले बोल्छन्, नेवारलाई पनि अरूले बोलिरहेको छ। त्यस्तै यो साझाको रूपमा पनि गइरहेको छ। अहिले हाम्रो संस्कृति, रीतिरिवाज, चालचलन, भाषा र संस्कारहरू क्रमशः नाश हुँदै गइरहेको छ, हराउँदै गइरहेको छ। देश खैँजडी, मादल, झ्यालीको भन्दा अरू डडङ डुडुङ बाजाहरूको तालमा उफ्रने पनि चलन आइरहेको छ। त्यसलाई पनि सुन्ने त हो, तर हाम्रा मौलिक चिजलाई बिर्सन हुँदैन है। भाषा, संस्कृति, रीतिरिवाजलाई जोगाइराख्न हामी आफैले प्रयास गर्नुपर्छ। त्यसो हुन सकेन भने, अघि एकजना साथीले कुरा उठाउनु भएको थियो, ए बाबु तिमी के मगर, ए नानी तिमी के मगर या गुरुङ। उसो भए भाषाबाट चिनाउनु पर्यो, त्यसलाई हामीले जगेर्ना गर्नु पर्यो। संस्कृति संस्कारलाई पनि जगेर्ना गर्नु पर्यो। यो कौरा हाम्रो मनोरञ्जन पनि छ, कथा व्यथालाई सुनाउनु पर्ने पनि छ। र यो भेगमा साँच्चै भन्यो भने अहिले अलि अगाडि रिसिङ पुगेको छ, घिरिङ पनि सँगसँगै छ। हामी अहिले ठाउँ कहाँ हो भन्दाखेरि, घिरिङ भन्दाखेरि रिसिङ घिरिङ भनेर दुईटा कुरा जोडिरहेको हुन्छ। रिसिङ भन्दाखेरि ए रिसिङ घिरिङ। त्यस कारणले रिसिङ र घिरिङ अहिले भूगोलले या अहिलेको राजनीतिक यो भौगोलिक राजनीतिक सीमाहरूले गर्दाखेरि छुट्टा छुट्टै भए पनि अगाडिका दिनदेखि नै नाता सम्बन्ध रहँदै आएको, हेलमेल भइरहेको ठाउँ भएको हुनाले घिरिङमा कार्यक्रम छँदाखेरि रिसिङदेखि पनि सहभागी हुनुभएको छ। यही वरिपरिका सहभागी कम हुनुभएको छ, तर 5 नम्बर वडाबाट पनि सहभागी रहनु भएको छ। सबै सहभागी टिमहरूले आफूलाई असाध्यै
मेहनत गरेर एउटा स्वस्थ सभ्य प्रतिस्पर्धामा जानुहुनेछ र यहाँहरूको सफलताको कामना पनि गर्न चाहन्छु र यो ठाउँको लागि गाउँपालिकाले केही गरोस् भन्ने पनि यहाँको पनि चाहना छ। हामीलाई पनि धेरै गर्न पाए हुन्थ्यो भन्ने पनि छ र पनि हामी बजेटको सीमाभित्र रहेको हुनाले सबै ठाउँमा सबै चिजका कामहरू गर्न गाह्रो साह्रो पनि भइरहेको छ। यो बाटोलाई जोड्न केही बाँकी छ, त्यो हामी जोड्ने छौँ। बाटो अघि आउँदाखेरि देख्यौँ पनि दसैँको बाटो अलि राम्रो ढङ्गले सरसफाइ गरिदिए हुन्थ्यो, त्यति राम्रो सफाइ पनि भइरहन्छ। प्रत्यक्षालयको कुरा उठिराखेको छ, त्यो हामी दिनमा दुईचोटि, कम्तीमा दिनमा दुईचोटि हिँड्ने बाटो, त्यहाँ प्रत्यक्षालयको खाँचो छ, त्यो अहिलेको साल नै बन्ने कुरा म यहाँहरू बिचमा निवेदन गर्न चाहन्छु। र हामी अहिले नजिकका कुरामा रङ्ग रमाइलोमा मात्रै होइन प्रतिस्पर्धा गर्ने, पठन पाठनलाई पनि उही ढङ्गले लान पर्यो। शिक्षालाई सँगसँगै लान सक्यो भने हाम्रो जीवन रमाइलोले मात्रै त चल्दैन। जागिर खानु पर्यो, जागिरको लागि शिक्षा चाहियो, शिक्षामा पनि उत्तम खालको शिक्षा चाहियो। त्यसैले हाम्रा बाबु नानीहरूलाई पढाउनको लागि हाम्रो यो ठाउँमा हर्सिङ डाँडा फन्डामा भएका स्कुललाई अझै राम्रो तरिकाले बढाउनु हुनेछ र अहिले फेसनको रूपमा चलिरहेको यो मोबाइल फेसन छ, त्यसलाई अलि कम गर्नको लागि बालबच्चालाई त्यो पनि गराउनु हुनेछ भन्ने अनुरोध गर्न चाहन्छु। र अहिले सबै आतुर हुनुभएको छ, सायद यो टेक्निकल कुरा पनि तयार भइसक्यो होला। त्यसैले हाम्रा नाचगान यहाँ मात्रै सीमित होइन, धेरै ठाउँमा प्रतिस्पर्धाहरू हुने गर्छन्। ती प्रतिस्पर्धामा पनि अगाडि बढ्नको लागि यहाँहरू सफल रहनुहोस्। 5 नम्बर वडा घिरिङ यो कौराको लागि घिरिङ मध्येकै राम्रो हो जस्तो लाग्छ। यहाँहरूले धान्नु भएको छ, अरू वडालाई पनि यो कला जीवित राख्नको लागि यहाँहरूको सहयोग हुने नै छ भन्दै यो रमाइलो क्षण सबैको लागि अझै राम्रो रमाइलो बन्न सकोस्। यो ठाउँको लागि, यही कार्यक्रमको लागि पनि यहाँले आफ्नै ढङ्गले चलाइराख्नु भएको छ। हामीसँग केही त्यस्तो हुन सक्यो भने म यहाँहरूको यही कार्यक्रमको लागि पनि केही सरसहयोगको लागि प्रयास गर्नेछु भन्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार। धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु हाम्रो घिरिङ गाउँपालिका वडा नम्बर 3 हर्सिङ डाँडा फडुवाको विगतलाई देखेर यहाँले धेरै चाहिँ विकासका कुराहरूसँग जोडेर यो हाम्रो मौलिक संस्कृति जगेर्ना गर्ने कुराहरूदेखि लिएर धेरै कुराहरू चाहिँ व्यक्त गरेर हामी माझबाट ओझेल भइसक्नु भएको छ। अबको चरणमा भने हाम्रो प्रतीक्षाको घडी समापन भइसकेको छ। यानि कि अबको हाम्रो कार्यक्रम सुरुवात हुँदैछ। म यहाँ नाम उद्घोष गर्छु र यो सकिसके पश्चात उहाँहरूको चाहिँ समय गणना हुनेछ र यहाँहरू सम्पूर्णलाई फेरि पुनः एकपटक मैले अनुरोध गर्न चाहे। अबको हाम्रो कार्यक्रम सुरुवात हुन गइराखेको छ। कृपया सम्पूर्ण बुबा आमा दाजुभाइ दिदीबहिनीहरू यो कार्यक्रम स्थल वरिपरि आएर बसिदिनु हुन म आग्रह गर्न चाहन्छु। पहिलो प्रतियोगी समूहको नाम छ कानराहा मगर समूह किटिया। म उहाँहरूको नाम एकपटक सरसर्ती वाचन गर्न चाहे। जसमान थापा, मोहन राणा, खिमबहादुर थापा, भूपाल राणा, तिलबहादुर थापा, चित्रमान राणा, श्रीभद्र राणा, विवेक थापा, होमिता राणा, रोशनी थापा, याम माया राणा,
मनिषा आले, मुना थापा, एजिना थापा, उषा थापा, स्मृति थापा। कृपया उहाँहरू सम्पूर्णलाई एक जोरदार तालीले स्वागत गर्दै म पनि केही समयको लागि बिदा चाहन्छु। अब समय सुरु हुन्छ। यति बेला भने हामी घिरिङ गाउँपालिका 5 किटिया काण्डा समूहको पहिलो प्रस्तुति यहाँ माझमा जोडिरहेका छौँ। आदरणीय दर्शक महानुभावहरू, यहाँ केही प्राविधिक समस्या भएको कारणले गर्दाखेरि हामी केही ढिला हुन पुगेका थियौँ। भेना रमाइलो जाटकेर हालिदिने भेना मामको पिरमा जाटो बरु उला लाफाकोले उही लाफाको लानु है किसी नाम मेरो लो न नन्जाको सिने भेनाको राकेटे छ मानेर अले थाम मानेर नको के कुला कुला सिने के हो छानु नगरे भेनाको कुसबे लाउन है तारा के बरु ए भौजको छिन्छ बरु हरसिंह डाँडा सकर्दी मेला लेटा होला पिण्ड याम ओब्री छ 12 र नामे ज्याक नुई छौ रमाइल जाट के क्वा क्वा जेकेलो सिटामे त नानीको सारै स्याले त रमाइल जाट के नुई बजाको है जिन बजार मस्केर छानले ल नुई है त ल छानले ओहो कान्छ तारा है बजार सानीको भेनाको हात खाइहाले सुन्नु त भेनाको टाका लेखाले है नन्जाको झोरले सालीको तमीलाई बेसरी जाप्छु नामे डुल्दैन जेक्रा छ कान्छो भेनाको केना देम नाम 12 दाम खासमा दाम न्यानी मेलेस्ते इसी बिरखुली नाल के यहाँ के नाम है याच पनि ये दिन साथी सी बिरखे भेदैछ होटल नाल चाहिँ कुन चाहिँ ओस भने मेलेसी नानी बेस्तरी लोह जीताला चोट दिसो नावले लतीका नि मुकी सर ल छानले सालीको इला खानु हुने भेना मामीको लौ सालीको बजारमा जम्मै बहिमीको र रमाइलो मस्केर आनी छ अब नाको नामे मेन है रमाइलो जाने है त ल जम्मैको के झोरले
इला हर्सिनाला कुनाने चुकुडी जाले रातभरि श्याम बेखो हान रक्सी हिरमाले नामे जेक राज माले हले बुढा भएको खाटा पिण्ड ल्याएको बौरीले बौरी गाले हले इसकै ए ढोसे ये है कैसे नहीं आगे तो बेहर है कहाँ ढोसे ढोसे कहाँ ना ढोसे कहाँ ना उन्होंने निंदा जला मिला मत पड़े और इन्हें जब मुझे मारे लो देखे दो बाले कल को याद आयो टाला टोले बाटोले खेलना मल्ला साई माने खाने जाए वापस है जान में रात को कोई चीज़ मुझे माउस क्या मुझे माउस हजुर बेसकन्ना को मटर जगल गन में हले यो त पापर डाया नि क्या और त जिया काने ओ इचे जान मेन खुमरा त नgai हो मा चुंगली जेसन चुंगली मागेसले नाकै त तारलोङ का याने कानु मै दिसले तेरे चुंगली गेस मसन के स्कूल रा नुकी परिसले स्कूल नुकी नाल्दैन ना का फेट के है क्या ना ना गा स्कूल नुली के न मुझे माउस है मुझे माउस चिन्ता बिदाले क्या कानी इलाम बजार बसेर जो मुई चक्का माले झ्याली ताटा यो र माये न अब ना खुले पितु नाप्ले कलरे गा का छिले के ले मसन झ्याली ताटा पुर मुई के होस त्याले चुंगी बारा कानी ना गेस के माबे हेले ना चुंगी बारा या मारा प इसे को के होस त्या के पुडी मुई के होस त्या केले मारा भए कानी अर्को खासने है उसी का मोर्चा टाला टोले बाटोले खेलना मल्ला साई
ल है सालीको रातभरि रमाइलो छ न नाक आज 12 नामे बेसरी जाप्निसा अर्को साल फेरि लेस्नु राले कान छिनी चाहिँ बिदा थाने है त कान्नौले छानले मामा भेनाको अर्को साल र कसै जान्नु सम्झिनु रानी है इतानु न माया मामारी यानी सधैँ खानी गुला मारिगाले सुखडर माझ हुने नको छानले भेना इतानु न रमाइलो जातको परेसले अर्को वर्ष धरि लो छानले सालीको छिनी भइ है त कान्केर लो छिनी भइ है त न आकान्छ हामीले भर्खरै मात्र किटिया काण्ड समूहको प्रस्तुति हेरिसकेका छौँ आदरणीय दर्शक महानुभावहरू। यसपछि भने हामी रेसिङ सांस्कृतिक समूहको प्रस्तुति धेरै धेरै धन्यवाद छ पहिलो प्रस्तुति दिएर उजेल परिसक्नु भएको यो कान्ड्रा मगर समूहलाई। अडियन्स कस्तो लाग्यो? अडियन्स फेरि कस्तो लाग्यो? सुनिएन फेरि एकपटक? वाउ, हामी अडियन्सको पनि हामी मुहार चेहरा देख्न सक्छौँ कि यहाँहरूको प्रस्तुतिले हामीमा कतिको चाहिँ खुसी कतिको चाहिँ राम्रो चमकता ल्याउन सफल भएको छ। हामी सम्पूर्ण सबैजना नै एकदमै हर्षित छौँ र बाँकी अब यहाँहरूलाई जितको पनि शुभकामना दिन चाहन्छौँ है हामी सम्पूर्णको तर्फबाट पनि। र भोलिन्टियर मित्रहरूले यो यता चाहिँ केही सरसफाइमा जुटिदिनु न म आग्रह गर्न चाहेँ। भने मैले अघि छुट्याएको छोटो कुरा यहाँ व्यक्त गर्न चाहेँ। अघि हाम्रो गाउँपालिकाको चाहिँ प्रमुखज्यूले यो हाम्रो गाउँठाउँमा चाहिँ हामीले जुन खालको काम गरिराखेका छौँ यो कामलाई चाहिँ उहाँले कदर गर्छु है। हामीले गाउँपालिकामा केही कुरा चाहिँ उहाँहरूसम्म गाउँपालिकाले हाम्रो गाउँठाउँको लागि एकदमै है केही सहयोग गर्छु भन्ने उहाँले जुन प्रतिबद्धता जुन वाचा गर्नुभएको छ यो सम्माननीय कामको लागि हामी सम्पूर्णले एक जोरदार ताली बजाएर चाहिँ पुनः एकपटक धन्यवाद दिनु न म आग्रह गर्न चाहेँ। भन्दै अबको क्रममा भने दोस्रो प्रस्तुतिको लागि अबको क्रममा भने अब दोस्रो प्रस्तुतिको लागि रिसिङ सांस्कृतिक समूह वडा नम्बर 6 बाट आउँदै हुनुहुन्छ। उहाँहरू सम्पूर्णलाई पनि एकपटक जोरदार तालीले स्वागत गरौँ भन्दै भोलिबाट सुरु हुन गइरहेको भलिबल प्रतियोगितामा यदि यहाँहरू आफ्नो खेल प्रदर्शन गर्न इच्छुक हुनुहुन्छ भने स्टेजमा आएर आफ्नो टिम दर्ता गराइदिनु हुन म विशेष अनुरोध गर्न चाहे। अबको क्रममा भने म रिसिङ सांस्कृतिक समूहको चाहिँ टिमहरूको यहाँ नाम वाचन गर्न गइराखेको छु। यहाँ 20 जनाको नामावली देखिन्छ तर हामीले नियमावली अनुसार हामीले 15 देखि 20 जना नै भनेका थियौँ है। सोही अनुसार यहाँहरू अनुकूलता मा बसिदिनु हुन आइदिनु हुन म आग्रह गर्न चाहेँ। आदरणीय दर्शक महानुभावहरू, रिसिङ सांस्कृतिक समूह भिमात नगरपालिका 1 बडर भन्ज्याङमा आयोजित कान्छी बजार मेलामा पनि प्रथम हुन सफल भएको थियो। उक्त समूहको नृत्य उहाँको प्रस्तुति हामी यहाँ पक्कै पनि हेर्नेछौँ। कान्छी बजारमा फर्स्ट भएको टिम के सांस्कृतिक रिसिङ सांस्कृतिक समूह हामी रिसिङ सांस्कृतिक समूह रिसिङ गाउँपालिका 6 धरमपानीको प्रस्तुति हामी यहाँ माझमा चलिरहेका छौँ। हेलो 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 हेलो
र सम्पूर्णलाई आग्रह पनि गर्न चाहे यहाँ त्रिपाल ओछ्याइएको छ सो त्रिपालमा चाहिँ आएर बस्दिनु होला है बस्ने ठाउँ हो अलि धुलो मैलो हुन सक्छ नकुच्नु हुनको लागि पनि मैले आग्रह गर्न चाहे भन्दै अबको प्रस्तुति हामी माझ रहनेछ रिसिङ सांस्कृतिक समूहको म सरस्वती नाम वाचन गर्न गइराखेको छु रमाइलो होला जस्तो छ कि नयाँ आउला जस्तो छ है हजुर हाम्रो त भेट भएको भइछ है गाडीमा हामी देख्न सक्छौँ दर्शक महानुभावहरू रिसिङ सांस्कृतिक समूह रिसिङ गाउँपालिका 6 धरमपानीको भाषा संस्कार अनि संस्कृतिलाई संरक्षण एवं प्रवर्धन गर्दै मानव पहिचानलाई जीवित राख्ने मुख्य उद्देश्यका साथ यो हाम्रो तेस्रो माघे संक्रान्ति माघी पर्व प्रथम खुल्ला घिरिङ कौरा प्रतियोगिता सुरु भइसकेको छ र अब हामी माझ दोस्रो प्रस्तुतिको लागि रिसिङ सांस्कृतिक समूहबाट हुनेछ अब म सरस्वती नाम वाचन गर्नेछु र त्यस पश्चात उहाँहरूको समय सुरु हुनेछ मैले यो कुरा पनि जानकारी गरेँ मैले नाम वाचन गरेँ केशरी थापा मुना थापा साकिला थापा भीमा थापा ओनिमाया थापा दिनु थापा विष्णु बहादुर थापा ओम बहादुर थापा केश बहादुर आले गञ्जसिंह थापा ऋषिराम थापा फरबिन आले गोकुल आले मनबहादुर थापा आशिक थापा शक्ति थापा शेर बहादुर थापा तिल बहादुर थापा अमृत थापा केशर थापा यसरी मैले उहाँहरूको नाम वाचन गरिसकेको छु र पुनः एकपटक उहाँहरू सम्पूर्णलाई एक जोरदार तालीले स्वागत गर्नु हुनको लागि पनि म आग्रह गर्दै उहाँहरूको समय सुरु हुन्छ लाइभ बस्नु यता लाइभ हुन्छ बोल्नु पर्छ बिहा होइन लाइभले हेरिरहेको हुन्छ काट्नु मिल्दैन हाम्रो पो काट्नु मिल्छ यो त्यसले बोलिदिने नानीहरू चाहिँ राम्रो छ कला कि कला फेरि राम्रो भन्दाखेरि राम्रो भाइ तिमीले पनि नमस्कार भाइ सबैले नमस्कार रिसिङ गाउँपालिका 6 पुरानो रिसिङको प्रस्तुति हामी अबको क्रममा तपाईँहरूको माझमा जोडिरहेका छौँ दर्शक महानुभावहरू ए लाभाको माले धेरै जो मालिक हेर्दै बाजे बजे गरेर जम्मै मिसले भेट सल्लाहले लाभाको लोरान्छ ए घरबेटी बाजे बजे ए बाजे बजे ए बजे ए लाफाको भेनाको टाढा लाखाले छानी छानी लाफा नगे होई ओहो भान्जीको ल है झोरले है झोरले झोले है
ल है उसै साइनो अनुसार हिप्पले ल छानी तारा तारा नाको झेरमनले हजुर झेउलाले कानु बाजे बजेको जम्मै मामै मुमाको साइनो अनुसार जम्मै पट्टाको न झेलफना होला नि हैन हजुर जम्मैको झेउलाले ए लाफाको ल भेडा बोके गुन्द्री चकटी त मेनी दिया नि त छल्ले छल्ले ए कान्छी कान्छी साथीका धेरै या नि है यो लाफाको ल मुइ छु है ल है साइनो अनुसार बाजे बजे मामै मुमाको जेठु गुमाको साइनो अनुसार पट्टाको के ल इसे माघे संक्रान्ति हो जम्मै के शुभकामना हो कान्ना रमाइलो जात के छन् है रिसिङे भेटाको यो लाफाको माले के बिचार लियो न जाच्छा पहिला त नि लियो गैची मार के लियो न सुरु जाटो ल ल छानी अब गई मार ल्याएर नि खाटा कहीँ जाथ्यो फेरि ल ल ल ल हस्त स्वीकार्नुहोस् हाम्रो रिसिङ गाउँपालिका वडा नम्बर 6 को कौरा प्रस्तुति लाइभ घट्दै गएको छ है
saltar a Cristiano. Male, ipore? Ola juaja yo ni midar kati share mapri lua. Acha ichana. Wala sulut disha to pagi war borla jaako. Hetire. Ju samai na kon uri kya? Ye midar che kono joyo ho. Chal na mosna. Makla ola kon sula na hane kya? Oh. Kya bhitri? Chimpe pura bhitri uri kya? Borela hane te midar. हजुर रे पर्या कि यति रे यहाँ पनि समान डाटा माने नि जा दिशा परे नि माले रेले आना होइन वा जाने में गई हिट बोल के यति रे इना काटपुरी ने निझार दिशा अलगिरियाल को आछो मिजार माने दिशा ना नाले परे आछो जो ए दिशा के त माको आको के रे के अल को आकिचो इसी निझारे हिजाले ताले रेपो जी ने रमिजार इसे ढोरे जी ने ल कोन नै हिट्टिङ आम त पक्कै पनि भयो है बसो होला ढाना आसुले है जो न चुचुरो छानु मैले कोन जमै काछा मावले ला हरे नि झा असे जाऊ न चोर करे मा हात लागो त ये थास परे आके छ हैन मा पनि apa चुचुङा पनि उयो रइलो जो दारिया चिल्लापु माने खोला न करा झुले से माकल क्या जान के न जोका अमीरू खोला युद्ध गुरु दले लाना रोमी जा जमै के काछा छ ओले है अब नुके जाक्यामा अबेला र छाना फेरि रमाइलो जाकेर पर्या नि त सर रानु नानीको खाता खोइ कान की टिस्यो माने जमै पानी चुडी आज नि त लाफाको हैन त इसको त रे बोतल लाउरा हो माने डाकु कुरिन चाहिँ मिलेर हो टिस्यार रागी मडा जुले डाकु मिगिनाङ के कमजोरी लेसे क्या बेलाको चोकटा जरा कांगे झोले क्या होला नि माले इसको बाटोले का दिशा माका भित्र डन रे टाना अचल किया माले मा हो ठीक है ना भाई भान्सानाको के दाने बरु चेसम पुमिया नि है कोही के दिशा कोही के रे है माझे दाइको जलमा परेछ लालको माझा कोलीमा झरेछ माझे दाइको जलमा परेछ दाइको जलमा परेछ
गाईको जलमा परे
लाफाको अब चाहिँ नामहरू नाग्रो छाना रिसिङला पान्नु गिले अब फेरि अर्को वर्ष मासिनो जीवनमा ला त्यहाँ उसी कालिन के उसी काली नि उसी नानी र फेरि अर्को वर्ष रमाइलो आज अब नाम छ न हुइछु लाफाको अब अर्को साल पनि राख है त रमाइलो जातले छानी भेना अर्को साल पनि रमाइलो जातले पर्ने है भेनाको पुसीको माउको साइन अनुसार छानी अब फेरि अब मासिम जुवाङमा फेरि रमाइलो जात के है ल छानी है त धन्यवाद हेलो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु सम्पूर्णले जोरदार ताली पनि बजाइदिनु होला ऑडियन्स कस्तो लाग्यो फेरि एकपटक कस्तो लाग्यो ल हामी सबैलाई नै अघिल्लो प्रतियोगिता जस्तै यो दोस्रो प्रतियोगिता पनि अत्यन्त उत्कृष्ट लागेको छ र म पुनः यो दुवै टिमलाई जितको अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छु हेलो र अबको क्रममा हेलो 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 र अबको क्रममा भने हामीसँग एउटा अन्तिम हेलो टेक्निसियन मित्रहरू हेलो र अबको क्रममा भने हामीसँग अन्तिम एउटा प्रतिस्पर्धामा चाहिँ एउटा प्रस्तुति रहनेछ है किटियाको जलबाराही आदिमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूले हामीमा प्रस्तुति दिनुहुनेछ हेलो हामी सम्पूर्णलाई
हामीले सुरुबाट नै भन्दै आइराखेका छौँ भाषा संस्कार अनि संस्कृतिलाई संरक्षण एवं प्रवर्धन गर्यौं भने मात्रै हाम्रो मानव पहिचान जीवित रहन्छ। त्यसकारणले गर्दाखेरि हामीले भाषा संस्कार अनि संस्कृतिलाई संरक्षण एवं प्रवर्धन गर्दै मानव पहिचानलाई जीवित राख्ने मुख्य उद्देश्य सहित हाम्रो यस कार्यक्रम सुरुवात भइराखेको छ। यो घिरिङमा नै एउटा ऐतिहासिक काम पनि हुन सक्छ मेरो विचारमा, किनकि हामीले विगतका दिनहरूमा यी खालका प्रतिस्पर्धाहरू यी खालका प्रतियोगिताहरू देखिराखेका थिएनौं। तर अहिले हामीले यो हाम्रो घिरिङ गाउँपालिका वडा नम्बर 3 हर्सिङ डाँडाको न्यू स्टार युवा क्लबले यो कार्यक्रम यो एकदमै पृथक कार्यक्रम सुरुवात गरेको छ। पक्कै पनि आगामी दिनहरूमा अन्य गाउँठाउँहरूले पनि यो कामलाई कार्यान्वयनमा ल्याउनेछ, सिकाइ स्थानान्तरण हुनेछ भन्ने हामी सबैले अपेक्षा पनि राखेका छौँ। र पुनः एकपटक प्रथम खुल्ला घिरिङ कौरा प्रतियोगितालाई सभ्य अनि भव्य ढङ्गबाट सम्पन्न गर्नको लागि पाल्नुहुने प्रमुख अतिथि विशिष्ट अतिथि लगायत सम्पूर्ण शिक्षक कर्मचारी कलाकार संस्कृति प्रेमी जनप्रतिनिधि लगायत सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूलाई मेरो व्यक्तिगत तर्फबाट अनि हामी सम्पूर्ण आयोजक टिमको तर्फबाट नै पुनः एकपटक हार्दिक स्वागत व्यक्त गर्न चाहन्छौँ। र पुनः अब अन्तिम प्रस्तुति रहनेछ। मलाई लाग्छ सबै प्रतियोगी भाइ बहिनीहरू तम तयार छन्। अब म उहाँहरूको नाम उद्घोष गर्नेछु र त्यस पश्चात हाम्रो कार्यक्रम सुरुवात हुने अन्तिम कार्यक्रम सुरुवात हुनेछ। अबको क्रममा भने म जल बाराही आबिमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूको प्रस्तुतिको लागि म उहाँहरूको नाम वाचन गर्न गइराखेको छु। नाम रहेको छ अर्जुन राणा, मन्जित राणा, सफल राणा, सोसल राणा, सुलभ आले, अस्मी थापा, सुजन राणा, सलिना राणा, आइस्का आले, सिमरन राणा र मनिका राणा र मनिका थापा गरी जम्मा 11 जना विद्यार्थी भाइ बहिनीहरू पार्टिसिपेट छन्। र म उहाँहरू सम्पूर्णलाई एक जोरदार तालीका साथ स्टेज तर्फ आमन्त्रण गर्न चाहन्छु। सम्पूर्णले पुनः एक जोरदार तालीका साथ स्वागत गरौँ अब आजको अन्तिम प्रस्तुति।
हेलो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु जलपाइगुडी आबिमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई। अडियन्स कस्तो लाग्यो? ल हामी सबैलाई नै अत्यन्त यो एउटा कौरा प्रतियोगितामा उहाँहरूले जो यो प्रस्तुति गर्नुभयो यसले आगामी दिनमा यो हाम्रो मौलिक संस्कृतिलाई चाहिँ जगेर्ना गर्ने एउटा मजबुत एउटा कोसे ढुङ्गा थप्न सफल हुनुभएको जस्तो मलाई लाग्यो। हामीले अघि भर्खरै मात्रै घिरिङमा नै पहिलो पटक खुल्ला कौरा प्रतियोगिता राखेर ऐतिहासिक काम गर्यौं भन्ने हामीले ठानेका थियौं। तर अहिलेको यो प्रस्तुतिले चाहिँ हामीलाई के पनि सन्देश दियो भन्दाखेरि यी भाइ बहिनीहरूको प्रस्तुतिबाट ऐतिहासिक काम मात्रै होइन एउटा गर्वको काम है एउटा उदाहरणीय काम पनि उहाँहरूले गर्न सफल हुनुभएको छ।